व्हाट्सअप गाइसहरु के छ हजुरहरुको नयाँ नौलो आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु जिउँदैछु बाँचिरहेको छु भन्न चाहन्छु त्यसै गरी लिएर आएछु मैले फेरि आफ्नो नयाँ भ्लग तपाईको हैन अनि आज तपाईको उठाइ अलि ढिलो भयो गाइसहरु हैन ढिलो चाहिँ किन भयो भन्दाखेरि गाइसहरु आज तपाईको किन ढिलो भयो भन्दाखेरि चाहिँ हिजो तपाईको मेरो चाहिँ म्युजिक भिडियोको सुटिङ थियो गाइसहरु हैन म्युजिक भिडियो पनि बिस्तारै आउँदैछ तपाईहरु देख्न पाउनुहुन्छ चाँडै भन्दा चाँडै हैन म्युजिक भिडियोमा फेरि अक्खा आउँदैछ गाइसहरु अक्खावाला आएर पुष्पा भाइका अक्खावाला भने जस्तै अक्खा खालको आउँदैछ गाइसहरु है त अच्छा बन्दै गर्नु होला तपाईको म्युजिक भिडियो पनि हेर्न पाउनुहुन्छ हजुरले खतरा खालको आउँदैछ है त गाइसहरु दामी दामी बवाल खालको अनि म चाहिँ गाइसहरु अब तपाईको यसो राइडिङमा निस्किन लाग्यो झोला सोला भिरेर गाइसहरु हैन मेरो त्यो स्किन म्याक्स चाहिँ कहाँ गयो भन्ने कुरा स्किन म्याक्स पनि खोज्नु पर्ने छ अनि गाइसहरु त्यो स्किन म्याक्स चाहिँ भित्र रहेछ अनि त्यो गाइसहरु आज पनि तपाईको यस्तो च्यालेन्जिङ त खतरा च्यालेन्जिङ हुँदैन त्यो पनि आज बाटोघाटोतिर के कस्तो देखिन्छ कस्तो कस्तो व्यक्तिहरू भेटिन्छ भन्ने कुराहरू हजुरहरूलाई सेयर गर्नेछु गाइसहरु बन्दै गर्नु होला त्योभन्दा प्रथममा चाहिँ तपाईको मलाई हल्का हल्का यहाँ पेट पूजा पनि गर्नुपर्ने छ हिजो राति पनि खाना नखाइ सुतेको अहिले त्यहाँ गएर त्यो आन्टी अङ्कलकोमा गएर तपाईको सेलरोटी चियाहरू टपकाउनु पर्ने छ त्यसपछि चाहिँ तपाईको ड्युटीमा जानुपर्ने छ गाइसहरु बन्दै गर्नु होला हजुरहरूलाई सबै देखाउने छु है त गाइसहरु गाइसहरु म चाहिँ तपाईको यहाँनिर ढोका सोका लोक हानेर तपाईको अब निस्किनु पर्ने हुन्छ जागिरमा हैन ट्याक्कैसँग देखाउनु पर्दाखेरि चाहिँ मेरो घोडा चाहिँ उ त्यहाँनिर छ यो घोडाको नाम चाहिँ तपाईको रोकी भाइ है गाइसहरु हैन यो बाइकको नाम चाहिँ हो रोकी भाइ है त हजुरहरूले चिन्नु होला रोकी भाइलाई बाटोतिर देख्नु भयो भने हैन यो बाइक चाहिँ रोकी भाइ हो रोकी भाइको फेरि अगाडि चाहिँ यस्तो टाइपको एउटा पोस्टर छ कि यहाँनिर 46 नम्बर देखाएको छ अब रोकी भाइलाई लिएर छोरो चाहिँ सिधै निस्किनेछ तपाईको हैन सबभन्दा प्रथममा चाहिँ हल्का पेट पूजा चाहिँ गर्नुपर्ने छ आज हैन लास्ट भोक लागिसकेको गाइसहरु हैन ए माइक जोड्नै बिर्सिसक्यो गाइसहरु यार माइक जोडेन भने त भोकले आउँदैन नि त फेरि रोकी भाइमा फाइनली गाइसहरु माइक पनि जोडियो अब माइक जोडेपछि तपाईको भोकल दामी आउँछ नि त नभए त तपाईको भोकलै आउँदैन के बस जय भगवान इन्जिन लाइसेन्स ताप्नु पर्ने चाहिँ दिनुपर्ने हो तर अलिक ताप्नु दिन्न मैले केही छैन तपाईको गाइसहरु यो इन्जिनको मोबिल फिल्टर नलागेको कारणले हो कि मेरो तेल अलि लास्टै धेरै खाइरहेछ अब त्यही गाइसहरु सर्र निस्किनु पर्ने हुन्छ तपाईको हैन अब त्यहाँनिर गएर तपाईको म चाहिँ तपाईको सबभन्दा प्रथममा चाहिँ खाजा हान्ने छु चट्टसँग खाजा हानेर मात्रै तपाईको निस्किने खाजा पनि तपाईको मैले चाहिँ तपाईको तरकारी र सेलरोटी चाहिँ दामी लाग्छ कि मलाई चाहिँ हैन तरकारी र सेलरोटी दामी लाग्छ तरकारी र सेलरोटी चाहिँ खाएर निस्किनु पर्ने छ है त त्योभन्दा अगाडि भगवानको दर्शन गरौँ जय भगवान सेभ गरोस् हजुरले सेभ राखुन् रक्षा गरून् त्यसपछि तपाईको कमाइ पनि अलि धेरै बनाइदिउन् अनि यस्तो यस्तो रामी रामी हसिनाहरू मेरो बाइकमा पराइदिउन् अनि यस्तो यस्तो रामी रामी हसिनाहरू मेरो बाइकमा पराइदिउन् भन्नु अरे नि फेरि मागो कसम ल त्यस्तो अपराध कुरा गर्नु हुँदैन खाते तैँले साला फटा यहाँनिर गाइसहरु यहाँनिर चाहिँ गाइसहरु मेरो सेलरोटी खाने ठाउँ चाहिँ है त यहाँनिर सेलरोटी छैन के आन्टी सेलरोटी छैन सेलरोटी छ कि छैन सेलरोटी सेल छ बस एउटा चिया पकाइदिनु त आन्टी एउटा चिया हजुर यहाँनिर चाहिँ गाइसहरु म किन आउँछु भन्दाखेरि खासमा तपाईँको यहाँनिर चाहिँ मेरो वाइफाई चल्छ कि उता पल्लोपट्टिको त्यो भएको कारणले अनि यहाँनिर दामीसँग हैन लगाइसहरु है त त्यसै गरी गाइसहरु एकछिन पछि भेट्नु है त गाइसहरु ल 4 moments later गाइसहरु फाइनली तपाईको मेरो चाहिँ तपाईको फर्स्ट टिप लागिसकेको छ हैन हैन तपाईको यो चाहिँ हाम्रो मूल पानी जानुपर्ने अनि हाम्रो कस्टमर चाहिँ उ त्यहाँनिर छ है गाइसहरु हैन आज चाहिँ तपाईको काम गर्नु अलि ढिला भयो ढिला निस्कियो हैन हिजो तपाईको म्युजिक भिडियोहरुको काम भएको थियो मेरो तपाईको बिस्तारै मेरो चाहिँ तपाईको र्याप सङ खतरा आउँदैछ गाइसहरु हैन र्याप सङ खतरा आउँदैछ तपाईहरुले बन्दै गर्नु होला भ्लगमा जोड्दै गर्नु होला म तपाईको म्युजिक भिडियो आउँदैछ मेरो हैन अनि गाइसहरु यहाँनिर चाहिँ हाम्रो साथी एकजना सोनाम भाइ बस्छ के तपाईको हैन यो सोनाम भाइ चाहिँ लास्ट तपाईको हैन लास्ट दिनै रात बिहानभरि सुतेर बस्छ कि सोनाम भाइलाई म यहाँनिर तर्साएर जान्छु गाइसहरु हेर्नु है त यहाँनिर छ कि सोनाम भाइ चाहिँ सोनाम भाइ ओ सोनाम भाइ गाइसहरु सोनाम भाइको साथ त उडेको क्या सुतिरहेको होला कोठामा हैन अनि गाइसहरु त्यसै गरी तपाईको हाम्रो मेरो तपाईको यहाँ कस्टमर चाहिँ यहाँबाट आएको छ है त यहाँनिर हुनुहुन्छ नम्बर पनि दिनुभएको छ मलाई ल फोन पनि एक लोड फोन पनि हानिदिहाल्नुपर्छ है त गाइसहरु दिदी हजुर साको हो एकदम 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 अरूले गरिदिएको है ल बस्नु दिदी बस भइहाल्छ नि
ल बस्नु दिदी ठ्याक्क मूल पानी हो नि त बस हजुर ओहो अहिले तपाईँको हजुर अहिले तपाईँको बिहान अहिले यति 8 बजीतिर अलिक महँगो हुन्छ कि यस्तो कम्फोर्टेबल बाइक छ फेरि हो कि होइन ल भन्नुहोस् त सजिलो हो नि यो त तपाईँको खतरा कम्फोर्टेबल बाइक हो नि चलपल मेरो लाइट भरि अर्कै छ ब्रो गीत गाएको गाइसहरू यहाँनिर चाहिँ सोनाम भाइ तपाईँको अघि मेरो कुरा सुनेर सोनाम भाइको साथ उडेर जस्तो छ उ त्यहाँनिर बस्छ गाइसहरू सोनाम भाइ चाहिँ फेरि सोनाम भाइलाई तर्साएर जान्छु गाइसहरू भयो त यहाँनिर सोनाम भाइ ओ सोनाम भाइ यहाँनिर मेरो एकजना भाइ बस्छ के उसलाई तर्साएर गएको कि हजुर ए बिहान फेरि सुतेर बस्छ अनि दाइ म बिहान नै उठ्छु भनेर भन्छ पछि गएर हेर्नु सुतिरहेको हुन्छ कि त्यही भएर तर्साएर गएको नि त ल गाइसहरू फाइनली मैले यता दिदीलाई चाहिँ यता फर्स्ट ट्रिप मेरो लिएर हिँडिसकेँ मैले पठाउँमा अनि मूलपानी जानु लाग्यो म चाहिँ गाइसहरू अहिले होइन मूलपानीदेखि चाहिँ कतातिरको राइड हुन्छ भन्ने कुरा मलाई थाहा भएन ल गाइसहरू जाँदै गरौँ है त अनि अब यहाँबाट कताको टिप लाग्छ भन्ने थाहा भएन गाइसहरू होइन अब टक्क दिनैभरिको काम यही हो गाइसहरू होइन अब चलिदिनु पर्ने हुन्छ सट्टसँग है त चेन छैन रहेछ दिदीसँग छैन रहेछ दिदी मसँग चेनै छैन यार बिहान बिहानै त हजुरको के अनलाइन छ अनलाइनमा पनि छैन फेरि पैसा यार कतै केही किन्नुहुन्छ कि कतै केही किन्नुहुन्छ 150 रुपियाँ नै दिदीलाई घाटा लाग्ला नि फेरि दिदी यार हजुर मसँग छैन दिदी हेर्नु नि चेन्जै छैन कि मसँग नि हस् दिदी हस् धन्यवाद दिदीलाई थ्याङ्क यू धन्यवाद दिदीलाई हस् दिदी हस् दिदीले चाहिँ मलाई 50 चेन्ज भएको कारणले दिदीले मलाई 25 रुपियाँ चाहिँ एक्स्ट्रा टिप्स दिनुभएको छ धन्यवाद भन्नु चाहे दिदीलाई दिदीको जय होस् अब चाहिँ गाइसहरू अब टिप चाहिँ कताको लाग्छ भन्ने हुन्छ गाइसहरू होइन अब टिप जताको लाग्छ त्यतै चलिदिनु पर्ने हुन्छ जताको टिप लाग्छ त्यतै चलिदिनु पर्ने हुन्छ भन्दा पनि तपाईँको जहाँ जता भावी चाहिँ जानु हुँदैन गाइसहरू किन भन्दाखेरि तपाईँको जता भावी गएर चाहिँ काम पनि छैन गाइसहरू होइन मेरो चाहिँ तपाईँको यहाँ इनड्राइभमा फेरि तपाईँको उस सकेछ कि ब्यालेन्स सकेछ इनड्राइभमा पैसा हाल्नुपर्ने हुन्छ कति छ यहाँनिर मसँग ब्यालेन्स एभाइलेबल छैन त यार 45 पनि छैन यार मसँग ल मागेको छु कति छ त मसँग पैसा 148 जस्तो लाग्यो त मलाई त यार ल 20 रुपियाँ मात्रै छ के हो यार थेत्तेरी यसरी पैसा हाल्नुपर्ने हुन्छ है गाइसहरू इन्ड्राइभमा चाहिँ गाइसहरू मेरो चाहिँ तपाईँको फाइनली तपाईँको सेकेन्ड अर्डर लागिसकेको छ यहाँदेखि तपाईँको कपन मिलन चोक जानुपर्ने हाम्रो पेसेन्जर ब्रदर चाहिँ ऊ त्यहाँ अगाडि हुनुहुन्छ पेसेन्जर सर चाहिँ अनि एउटा कुरा के गाइसहरू होइन तपाईँहरू इनड्राइभ युजरहरू जुन इनड्राइभ पेसेन्जरहरू हुनुहुन्छ नि तपाईँहरू इनड्राइभ चलाउनेहरू तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि मैले चाहिँ यदि तपाईँहरू इनड्राइभमा सामानहरू पठाउन चाहनुहुन्छ भने सामानहरूमा तपाईँहरूले पठाउनु होला है त तपाईँहरूको त्यो इनड्राइभमा तपाईँहरूले सामान पठाउनुहुन्छ तर अनि सामान पठाउनुको लागि राइडरलाई बुक गरेर बोलाउनुहुन्छ पछि चाहिँ अनि यो सामान लगिदिनु पर्ने त्यस्तो नभन्नु होला है त किन भन्दाखेरि तपाईँको सामानको छुट्टै हुन्छ है त सामानको छुट्टै अप्सन हुन्छ किनकि सामान भरे तपाईँहरूले राइडरलाई पठाएर भरे तपाईँहरूको सामान हरायो भने राइडरले जिम्मा लिनु सक्दैन है त अनि किन अरू कुरा भन्दाखेरि तपाईँहरू अलिकति महँगो हुन्छ करेजमा भन्नेको कारणले तपाईँहरूले चाहिँ त्यो गर्नुहुन्छ मलाई थाहा छ होइन तर त्यस्तो नगर्नु होला है त मलाई बेकारमा झुलाइदियो एकजनाले यार हो कि तर पेसेन्जर सर चाहिँ यतै हुनुहुन्छ कता हुनुहुन्छ यार पेसेन्जर सर चाहिँ गाइसहरू यतै हुनुहुन्छ हाम्रो अनिस सर चाहिँ कहाँ छ त यहाँनिर हजुरको यो मिस्टर रुबिन होइन त मिस्टर रुबिन हजुर ए ओके ल हजुरलाई राम्रो होस् है त हस् थ्याङ्क यू धन्यवाद हस् हाम्रो यहाँ ब्रदरले चाहिँ तपाईँको मलाई चाहिँ तपाईँको 100 रुपियाँ 98 रुपियाँ आएको थियो 150 रुपियाँ दिएर जानुभयो मिस्टर रुबिनलाई चाहिँ फलो गरेर राख्छु होइन मान्छे चाहिँ एकदम राम्रो रहेछ बिचरा उहाँको कहानी स्टोरी सुन्दा नि एकदम मलाई भावुक लाग्यो होइन किन भन्दाखेरि तपाईँको हजुर ए हुन्छ ए हजुर भ्लग आउँछ तपाईँको म हालिदिन्छु भ्लग म भरेतिर हालिदिन्छु होइन एकछिन है त तपाईँको नेटै चलेको छैन यहाँ म हजुरलाई यहाँनिर एकछिन
युट्युब है फोटो खिच्दिनँ म सब्स्क्राइब गर्छु ओके 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 ब्रदर यो फोटो निकाल्नु त क्यामेरा यो मेरो मेमोरी तपाईँको अलिकति 16 GB मात्रै छ कि यहाँनिर घर त कता पर्यो त मेरो सिन्धुपाल्चोक सिन्धुपाल्चोक हजुर हजुर सिन्धुपाल्चोक ल सिन्धुपाल्चोक हस् ल है त हस् ल मलाई चाहिँ युट्युबमा हस् हस् भैया भ्लगलाई सब्सक्राइब गर्नु पऱ्यो हस् 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 धन्यवाद थ्याङ्क यू यहाँ हाम्रो भाइको अब उहाँ चाहिँ तपाईँको उहाँको स्टोरी चाहिँ तपाईँ एकदम नाजुक रहेछ होइन एकदम तपाईँको दया माया लाग्दो खालको रहेछ के गर्नु होइन आफू त्यही खालको पऱ्यो अनि उहाँ हाम्रो भाइको चाहिँ तपाईँको स्टोरी चाहिँ कस्तो टाइपको रहेछ भने तपाईँको उहाँ चाहिँ तपाईँको उसको बहिनी चाहिँ तपाईँको ब्लड क्यान्सर हुनु भएको थियो अरे पहिला सानोमा अनि त्यही भएको कारणले उहाँ चाहिँ तपाईँको सानोदेखि नै अब सबै सपना आफ्नो कहानीहरू उ गरेर तपाईँको सपनाहरू आफ्नो त्यागेर भनौँ न आफ्नो जुन एउटा हुन्छ नि त्यागेर मलेसिया बस्नुभएको 3 वर्ष अनि मलेसियाबाट अहिले चाहिँ उहाँ चाहिँ कोरियाको लागि तयार गर्दै हुनुहुन्छ अरे मलेसियादेखि 3 वर्षपछि फर्केर ठिक छ भाइ हजुरको राम्रो होस् जिन्दगीमा भन्नु म पनि चाहन्छु होइन अनि त्यो हो अघि मैले त्यो रेकर्डिङ त्यहाँनिर गरेको थिएँ त्यो पार्टहरू चाहिँ रेकर्डिङ भइरहेको छ भाइको कहाँ बोलेको चाहिँ ठिक छ भाइ हजुरको राम्रो होस् भन्नु चाहेँ मैले अनि ठिक छ त्यसै गरी गाइसहरू हामी अर्को अर्डरतर्फ लागौँ होइन कुन कुन अर्डर आएको छ यहाँनिर हेर्नुपर्छ है त गाइसहरू मेरो चाहिँ फाइनली तपाईँको यहाँदेखि तपाईँको यता कपनदेखि तपाईँको उता दक्षिण ढोका जाने एउटा ट्रिप लागिसकेको छ गाइसहरू होइन अनि जे होस् तपाईँको अघि हाम्रो त्यहाँ भाइको कुरा सुनेर चाहिँ एकदम मलाई कस्तो नराम्रो पनि लाग्यो राम्रो पनि लाग्यो होइन नराम्रो भन्दाखेरि त्यस्तो नराम्रो भन्नु खोजेको होइन दुःख लाग्यो भन्नु खोजेको भाइको कुरा सुनेर होइन बिचरा उहाँको चाहिँ मैले भने नि अघि नै हजुरको सानोमै तपाईँको बहिनीलाई ब्लड क्यान्सर भएर भाइ विदेश जानु पऱ्यो अरे अब विदेश जानु पऱ्यो भने सानोमै एउटा जिम्मेवारी हुन्छ नि छोरो मान्छेको होइन जब एउटा घरमा आफन्तमा समस्या आउँछ छोरो मान्छेले त्यतिखेर त्यो भोग्नुपर्ने हुन्छ कि आफ्नो सपनाहरू सब कुरा त्यागेर जानुपर्ने हुन्छ उसको पनि कतिवटा सपना थियो होला अनि ठिक छ अब भाइ चाहिँ अब तपाईँको अब कोरियाको लागि तयार गर्दैछ अरे भाइको लागि एकदम राम्रो होस् तपाईँको भाइको होइन भाइको कोरियाको जर्नी अहिले जुन गर्दै गरेको चाहिँ राम्रो होस् र राम्रो हुन्छ भन्न चाहन्छु म चाहिँ गाइसहरू होइन त्यही हो भाइ राम्रो हुन्छ हजुरलाई पनि अनि भ्लगमा हेर्दै हुनुहुन्छ नि तपाईँलाई पनि अब बेस्ट विशेष छ है त भाइ ल गाइसहरू त्यसै गरी यहाँनिर एउटा मेरो रिक्वेस्ट आएको छ रिक्वेस्टको पेसेन्जर चाहिँ हाम्रो कतातिर हुनुहुन्छ भन्ने म हेर्दैछु है त गाइसहरू होइन हाम्रो यहाँ युवराज सर हुनुहुन्छ र फेरि यहाँ युवराज सर गाइसहरू फाइनली मेरो चाहिँ तपाईँको यहाँ मूल पानीदेखि उतामा अङ्कलसम्म यतै भन्नु हजुर दाइ हजुर छ्याके दाइ हो कि अघि मैले लिएर आएको गाइसहरू उता त्यहाँ निलो पुलदेखि यहाँसम्म लिएर आएको यही दाइ हो अनि फाइनली गाइसहरू मेरो चाहिँ तपाईँको यहाँ मूल पानीदेखि उता माङ्कलको तपाईँको अर्डर आएको छ तपाईँको त्यहाँनिर चाहिँ तपाईँको ठ्याक्कै यो बाइकको पार्ट्स पसल पनि छ कि मेरो बाइकले लास्टै तेल खाएकै गाइसहरू होइन त्यही भएको कारणले म चाहिँ तपाईँको यसको एउटा फिल्टर चाहिँ बदलाउनु पर्ने छ अस्ति त्यहाँ डिलर सोरुमले पनि तपाईँको फिल्टर चेन्ज गर्नु भनिरहेको थियो अब त्यहाँबाट एउटा फिल्टर लगेर तपाईँको त्यहाँनिर ग्यारेजमा चाहिँ यसको फिल्टर चाहिँ फटाफट चेन्ज गरिहाल्नु पऱ्यो गाइसहरू होइन अनि यो यहाँ हाम्रो प्यासेन्जर चाहिँ यिनीहरू रहेछ है त यिनीहरू कतातिर हुनुहुन्छ अब यसलाई फोन गर्छु है त म यहाँलाई गाइसहरू मेरो चाहिँ फाइनली यो टिप पनि कम्प्लिट भइसक्यो है त हाम्रो त्यहाँ सरले 115 रुपियाँ आएको थियो 120 रुपियाँतिर जानुभयो 5 रुपियाँ चाहिँ मलाई उहाँ सरले टिप्सतिर जानुभयो होइन त अब चाहिँ गाइसहरू सिधै तपाईँको त्यहाँ पार्ट्स पसलमा गएर तपाईँको यो बाइकको फिल्टर चाहिँ किनिहाल्नु पर्ने छ कि यो बाइकले तपाईँको फिल्टर किनेन भने चाहिँ तेलले तपाईँको डुबाउने भयो मलाई तपाईँको होइन लास्टै तेल खान थाल्यो कि फिल्टरले चाहिँ लास्टै तेल खाँदो रहेछ भन्ने कुरा मलाई थाहा छैन कि गाइसहरू होइन त्यही भएको कारणले अब त्यहाँ गएर फिल्टर किनेर आउँ है त गाइसहरू जय भगवान् ओ भाइ 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 मेरो भाइ नगर न यस्तो तिमी किन यस्तो गर्छौ तिमी किन यति निष्ठुरी भएको दाइ यो एक्सप्लेन्डर प्लसको फिल्टर छ एक्सप्लेन्डर प्लसको फिल्टर उयसको फिल्टर हजुर प्लसको होइन चेप्टोवाला छ छैन है ओहो त न भयो त साइड फिल्टर छेउमा राख न एउटा छैन है एयर फिल्टर त न भयो गाइसहरू यार छैन रहेछ यार लो गाइसहरू एक्सप्लेन्डर प्लसको फिल्टर यहाँ पनि पाइएन अब तपाईँको के गरौँ त फिल्टर तपाईँको चेन्ज गर्नुलाई त्यहाँनिर जानु पर्ला जस्तो त्यहाँनिर चाहिँ होला सायद ल गाइसहरू है त फिल्टर चाहिँ चेन्ज गरिहाल्नु पऱ्यो यार गाइसहरू तेल लास्टै हान्नु थाल्यो कि यसले के अहिले दिउँसोतिर अलिकति तपाईँको
अलिकति तपाईँको भरे राइडहरू कम लाग्ने बेलामा चाहिँ गर्नु पर्ला क्या गाइसहरू नभए होइन अहिले तपाईँको अलि राइडहरू धेरै लागिरहेको छ अहिले हान्दै गरौँ न त नयाँ राइडर गाइसहरू होइन त के कसो गाइसहरू भन्नु पऱ्यो ल 2 hours later. अब तपाईँको यहाँनिर मेरो चाहिँ अब यहाँ अघि स्प्लेन्डर प्लसको तपाईँको त्यो फिल्टर पाइएको थिएन अघि चाहिँ अब यहाँनिर चाहिँ तपाईँको खोज्नु आएको छु तपाईँको होइन यहाँ टुसलमा चाहिँ पाइन्छ कि पाइँदैन हेरौँ है त गाइसहरू गाडीहरू एकदमै तपाईँको बिजी छ आजभोलि भोक पनि लागिसक्यो गाइसहरू भात पनि खाएको छैन कति 1 बजिसक्यो अहिले त तपाईँको यहाँनिर चाहिँ पाइन्छ कि पाइँदैन हेरौँ है त गाइसहरू कति भन्छ दाम पनि बिहानदेखि पठाउँछ लागेको तपाईँको यो तेल भर्दा र फिल्टर किन्दै ठिक्क हुने भयो यार दाइ स्प्लेन्डर प्लसको फिल्टर छ होला हजुर हजुर कागजवाला दिनु न कागजवाला होइन त यस्तो चेप्टोवाला हुन्छ नि त्यो नयाँ खालको हुन्छ नि त्यो यत्रो हुन्छ नि यत्रो यस्तो यस्तो चेप्टो पाराको हुन्छ नि चेप्टो पाराको होइन उहिले नयाँ स्प्लेन्डरको एकचोटि हेरिदिनु न यसको तपाईँको यो एयर फिल्टरै पाइँदैन रहेछ गाइसहरू होइन नयाँ बाइक आएको त्यही भएर अलिक नपाउँदो रहेछ क्या यसको फिल्टर थोरोलाई यो ऐनामा हेर्छम देखिरहेको छ क्या गाइसहरू हेर्नु त एकचोटि अनि त्यो गाइसहरू गाइसहरू भोक पनि लागिसक्यो तर तपाईँको होइन अनि बिहानदेखि काम गरेको आज चाहिँ तपाईँको हल्का फुल्का तपाईँको काम पनि भएन तपाईँको 8 बजीतिर निस्केर गरेको थियो आज चाहिँ तपाईँको कति 1200-1300 रुपियाँ 1000-1200 जति कमाएको थियो होला पैसा तपाईँको 500 रुपियाँको पेट्रोल अनि यो तपाईँको 250को यो फिल्टर अब यो चेन्ज गर्दा कति दिन्छ होइन त्यो तपाईँको आजको कमाइ चाहिँ तपाईँको यही फेर्दै छिका हुने भयो क्या गाइसहरू होइन अब तपाईँको यस्तो बाइकमा त यति खर्च निस्किन्छ भने तपाईँको NS 220हरू जुन चलाएर हिँड्छ मान्छेहरूले उहाँले कसरी सर्भाइभ गर्दा होला भन्ने लाग्छ कि मलाई चाहिँ होइन त्यही भएर गाइसहरू अब म चाहिँ मेरो एडभाइस चाहिँ के भन्दाखेरि तपाईँहरू यदि पठाउ चलाउनु हुन्छ भने चाहिँ सकेसम्म तपाईँको अलिकति तेल माइलेजहरू अलिकति सर्भिसिङ कोस्टहरू अलिक सस्तो खालकै किन्नु होला भन्ने लाग्छ मलाई चाहिँ होइन किनकि तपाईँहरूले पठाउ चलाउनुहुन्छ मरिमरि त्यो पेट्रोल मात्रै भरेर पैसा नसक्नु होला भन्न चाहन्छु है त अनि फाइनली यता हाम्रो दाइको यहाँनिर आइपुगेछ कि दाइ यो फेरिदिनु पऱ्यो यो लगाइदिनु पऱ्यो यो फिल्टर एयर फिल्टर होइन नि चेप्टै आउँछ अस्ति तपाईँको सोरुममा डिलरमा पाइएन कि यो होइन नि डिलरमै छैन रहेछ त्यही भएर यो लिएर आएको कि मैले गोलो आउँदैन रहेछ यस्तै खालको आउँदो रहेछ यो हेर्दै यही खालको आउँदो रहेछ है अब गाइसहरू यो बाइकलाई चाहिँ हल्का एयर फिल्टर फेर्नुपर्ने छ मैले यहाँनिर अनि यहाँ दाइले चाहिँ अब फेरिदिनुहुन्छ ए उता पल्लोपट्टि हो यता चाहिँ जस्तो लाग्यो मलाई दाइ यता चाहिँ हो जस्तो लाग्यो एयर फिल्टरको अवस्था चाहिँ यस्तो छ है गाइसहरू हेर्नु सक्नुहुन्छ पुरै यो तपाईँको यस्तो झ्याउ भइसकेको छ त्यही भएर तेल धेरै खाएको जस्तो लाग्यो मलाई चाहिँ गाइसहरू होइन अब यो र यसमा कति डिफ्रेन्स छ हेर्नु न तपाईँको यो तपाईँको पुरै कालो भइसकेको छ अब यो तपाईँको यस्तो छ हो अब चाहिँ अलिक तेल कम खाला कि भन्ने लाग्छ मलाई चाहिँ अब हेरौँ न चेक गरौँ फाइनली गाइसहरू यहाँ दाइले चाहिँ मेरो यो लगाइदिइसक्नुभयो फिल्टर अब चट्ट खाना खानु चलिदिनु पर्ने हुन्छ गाइसहरू ल है त दाइ बस साथीले चाहिँ फेरि तपाईँको फेरि मिस्त्रीहरूले ठिकै छ भनेर साथीले चाहिँ फेरि तपाईँको तेरो क्लास धेरै ठुलो माथि भयो क्लास पिरियड चाँडै जान्छ भनेर गफ दिइरहेको थियो कि गाइसहरू हिजो होइन तर यतिको त चाहिन्छ अरे ल ठिकै छ त्यो पनि गियर सेयर तान्नुलाई अलिक गाह्रो हुन्छ अरे अब खानासाना खाने हो गाइसहरू होइन आज त इन्कमै छैन कि गाइसहरू इन्कमै छैन आज तपाईँको जति काम गरेको थियो सबै पैसा तपाईँको यो क्लच प्लेट फेर्दा घन्टा फेर्दा के गर्दा तपाईँको ठिक्का भयो क्या तपाईँको होइन गाह्रो छ है गाइसहरू गाह्रो छ अब फेरि निरन्तर अब सुत्नु नि पाउँदैन गाइसहरू होइन तपाईँको रात दिन काम गर्नु परेको छ गाइसहरू त्यही पनि पैसा कमाउनु सकेको छैन के गर्ने गाइसहरू तनाव छ है जिन्दगी 2 hours later गाइसहरू मेरो चाहिँ तपाईँको एउटा टिप लागिसकेको छ यहाँ ललितपुरदेखि तपाईँको सिधै माथि कपन जाने टिप अनि तपाईँको यो चाहिँ सायद मेरो अन्तिम टिप हुनसक्छ होइन आजको अहिले चाहिँ तपाईँको म धेरै ठाउँ पुगेर आइसकेँ अघि तपाईँको खाना खाइसकेपछि म तपाईँको उता त्यहाँबाट तपाईँको उता सतुङ्गल गएँ सतुङ्गलदेखि फेरि यता आएँ यताबाट तपाईँको फेरि अहिले कपन जानु लागेको अनि यहाँ मेरो टिप चाहिँ लागिसकेको छ अब उहाँलाई चाहिँ म लिएर जानुपर्ने हुन्छ गाइस है त
यतै बोलाउनु भएको थियो सायद यतै होला सायद उहाँ कस्टमर फोन गरौँ है त गाइसहरू कहाँ हुनुहुँदो रहेछ उसले स्कुल भनेर लिएछ यही होला सायद हुनुपर्ने यही यहाँनिर म्याम हो कि यहाँ हुनुहुन्छ है कता हुनुहुन्छ हेलो हजुर हुनुहुन्छ हो धन्य अर्कोमा चलिदिनु भएछ म्याम यार थ्यात्तेरिका म्याम हजुर हुनुहुन्छ ए धन्य अर्कोमा चलिदिनु भएछ त नि लिनु बस्नु आउनुहोस् बस्नुहोस् हजुर कपन होइन त हो ल बस्नुहोस् मै नै हो त्यो व्यक्ति हजुरलाई फोन गर्नु भएको काठमाडौँ विद्यालय हजुरको कहाँनिर भन्दा ठ्याक्कै हजुरको हेडबल ग्राउन्ड होइन त हो नि ठ्याक्कै हेडबल ग्राउन्ड तपाईँको त्यो कहाँनिर भनिदिनु न यो ठ्याक्कै त्यो हेडबल ग्राउन्डको मासु पसलको छेउमा होइन र मासु पसलको छेउमा कपन जिमको छेउमा कपन जिमको छेउमा होइन त हजुर ए जानु भन्नुभएको ल ए गाइसहरू म चाहिँ फाइनली यहाँ म्याडमजीलाई लगेर अब ठक्क उता माथि ह्यान्डबल ग्राउन्डतिर जानु लागेको अब ह्यान्डबल ग्राउन्डबाट सिधै आलुबारी जान्छु गाइसहरू म अनि त्यहाँनिर गाइसहरूले साथीहरूले बोलाउँदैछ मलाई अनि सायद मेरो यो अन्तिम टिप हो हुनसक्छ सायद अब ह्यान्डबल ग्राउन्डदेखि चाहिँ एक टिप लिएर सिधै म जानेछु अनि उ त्यहाँ हाम्रो ब्रदरले हेर्दै हुनुहुन्छ फर्की म्याडमजीलाई हेरेर भएको हो कि मलाई हेरेको कि खोइ कसलाई हेरेँ यार म्याडमजीलाई 2 hours later गाइसहरू फाइनली तपाईँको म चाहिँ तपाईँको कोठामा पुगिसकेँ गाइसहरू होइन अनि अहिले चाहिँ तपाईँको समय चाहिँ कति भयो भन्दाखेरि अहिले चाहिँ तपाईँको 5:30 बजिसक्यो अनि हेर्नु न रेनकोट यहाँनिर छ अनि मेरो लुगाको अवस्थाहरू देख्नु सक्नुहुन्छ पुरै लुथ्रुकै भिजेर आइपुगेँ गाइसहरू होइन तपाईँको कोठा चलाउनु भन्नु मात्रै छ गाइसहरू लास्टै गाह्रो छ गाइसहरू हजुरले बुझ्नु सक्नुहुन्छ म फाइनली कोठा आइपुगिसकेँ अनि वातावरण देखाउनु पर्दा चाहिँ यस्तै छ पुरै पानी भर्खर कोठा नै आइपुग्यो भर्खर रह्यो कि तपाईँको पुरै जिउ लुथ्रुकै भिजे तपाईँको भिजे काम गर्ने कुरा त भएन गाइसहरू होइन त्यही भएर कोठा आइपुगिसक्यो गाइसहरू म चाहिँ अनि त्यो गाइसहरू जिन्दगी यसरी बितिरहेको छ इन्जोय गर्नुभयो होला आई होप मलाई लाग्छ त्यसै गरी हजुरहरूसँग भेट्दै गर्नुलाई यसरी नै अर्को ब्लगमा है त गाइसहरू थ्याङ्क यू फर वाचिङ